र साथीहरू तपाईँहरू चाहिँ हाम्रो गाउँमा आउनुभयो भने चाहिँ यति दामी भ्यू पोइन्टको दर्शन गर्न पाइन्छ। यो चाहिँ हो कालिम्पोङको फेमस भ्यू पोइन्ट पुजे डाँडा र यहाँ चाहिँ एनी टाइम टुरिस्टहरू आउनुहुन्छ घुम्नुको लागि। हेलो एभ्रिवान, गुड इभिनिङ। र हामी चाहिँ आज कहाँ गएको भन्दाखेरि दिदीको घर जो चाहिँ हाम्रो गाउँदेखि माथिल्लो गाउँमा पर्छ हो। गाडीमा जानु सकिन्छ, हिँडेर जानु सकिन्छ। अब यस्तो जग्गामा हामी हिँड्दै हिँड्दै खेल्दै नगएर गाडीमा जान्छ नि, र हामीसँग त खुसी नि छ नि त हो। र यहाँ आएपछि चाहिँ स्ट्रेस लेभल त 0 हुन्छ गाइज। यस्तो मजाको जग्गा छ हो। र यो चाहिँ हाम्रो तपाईँहरूले चिन्नुहुन्छ होला, यो के हो हात्तीबार है। र यसो गर्दै गर्दै हामी दिदी घर पुग्यौँ हो। र दिदीको घर चाहिँ हाफ एन आवर पुगिहाल्छ नि त हाम्रो घरदेखि। र यहाँनिर चाहिँ कस्तो सरप्राइज दिएको अरे उसको नानालाई उसले हो। र दिदीले हामीलाई चिया सेलरोटी बनाइदिनु भयो, अनि डिनर पनि बनाउनु हुँदो रहेछ। यो चाहिँ पर्क थुक्पा अरे हो। अनि हामी भेजिटेरियनको लागि चाहिँ भेज फाले अचार सुप अरे हो। अब यस्तो जाडोमा यस्तो डिसेसहरू खानु पाउँदा झन् कस्तो मजा आउँछ होला नि। र तपाईँहरू पनि सिलगढीदेखि दार्जिलिङ, कालिम्पोङ, खरसाङ, सिक्किम आउनु सोच्दै हुनुहुन्छ भने चाहिँ तातो तातो लुगा लिएर आउनुहोस् होला, त्यो हावा नपस्ने हो। कस्तो जाडो चाहिँ बिहान र बेलुका झन् हो। र खुसी त खुसी पर्क थुक्पा पाएर हो। र हामी चाहिँ सबैजना बसेर डिनर गऱ्यौँ। अनि यो चाहिँ हो बिहानको मर्निङको भिडियो, जो चाहिँ हामी बिहानै उठेर फ्रेस हुनुको लागि चाहिँ धारा जाँदैछौँ हो। हामी मात्रै होइन, गाउँको सबैजना धारामै जानुहुन्छ त फ्रेस हुनुको लागि। किन भन्दा चाहिँ यहाँ चाहिँ सिधा घाम लाग्छ, पानी पनि तातो हुन्छ, नेचुरल है। अब धाराको पानी कस्तो सफा हुन्छ होइन। र छानेको त तातो रहेछ कि नहुँ है भन्ने प्लानिङ गऱ्यौँ हो। अब त्यहाँदेखि जिउ नुहाएको त कस्तो निस्किनु मन नलाग्यो गाइस। अनि चाहिँ अब यस्तो हल्का टाउको पनि नुहाएको भिडियो गरेको, किन भन्दाखेरि चाहिँ अब तपाईँहरू कति दिन भयो होला नुहाएको जाडोले, अन्त नहोस् भनेर नि जस्ट जोक गरेको है गाइस। अनि लुगाहरू पनि धोएँ मैले हो। कस्तो मजा आयो, धारा छोड्नुको मनै लागेन। अनि चाहिँ हामीले जर्किन ल्याएको थियो, पानी भऱ्यौँ र घरमा गएर चाहिँ चिया खाएर चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ हामी चाहिँ फर्केको म र समु चाहिँ घर। र फर्किँदा चाहिँ हेर्नु न दिदीहरूको दादाहरूको चाहिँ अरेन्ज बगान रहेछ। कस्तो ठुलो कास तपाईँलाई म सबै देखाउनु सक्थेँ है। र अब त्यो त पोसिबल भएन किनभने अलरेडी इभिनिङ भइसकेको थियो हो। अनि चाहिँ भिडियो चाहिँ गरेँ हल्का होइन। अन्त यस्तो मजा आयो अरेन्ज टिप्नु होइन। यो सानो झन् कस्तो मिठो क्या। अन्त चाहिँ हामीले अरेन्जहरू टिप्यौँ र खुसी दिदी अभिषेक चाहिँ फर्क्यो, म र समु चाहिँ घर फर्क्यो हो। र गाइस होप तपाईँहरूले मेरो भिडियो इन्जोय गर्नुहुँदै होला है। अब गाउँघरको त्यस्तै नै हुन्छ नि त भिडियो है। र गाइस आजको लागि चाहिँ यति नै, फेरि भेट्नेवाला छु नयाँ ब्लगमा। टिल देन टेक केयर एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई गाइस, गुड नाइट।